हामीसँग हाम्रो क्याम्पस चिफ आदरणीय रामकृष्ण सिमखडा सर हुनुहुन्छ। हेलो सर। हेलो, हाई। हजुरलाई चाहिँ आजको प्रोग्राम कस्तो लाग्यो? आज विनायक सिद्ध कलेजले ब्याचलर फर्स्ट इयरका विद्यार्थी भाइ बहिनीहरूलाई वेलकम, मास्टर फर्स्ट सेमेस्टरका भाइ बहिनीहरूलाई वेलकम र ग्रेजुएट ब्याचलरका विद्यार्थी भाइ बहिनीहरूलाई बधाई कार्यक्रम आयोजना गरिएको थियो। यो कार्यक्रम वास्तवमा हाम्रो विगतको कार्यक्रमको निरन्तरता हो। यो हाम्रो वार्षिक रूपमा गर्ने कार्यक्रम नै हो। यो वर्ष अहिले मात्र तय भएको हो र यो कार्यक्रम गर्दै गर्दा मलाई के अनुभव भयो भने हामीले धेरै प्रतिभावान विद्यार्थीहरूलाई बिदाई गरेका छौँ, बधाई दिएका छौँ। किनभने उनीहरू आफ्नो एकाडेमिक यात्रा सफल पारेर जानुभएको छ ब्याचलरको। भने हामीले धेरै राम्रा प्रतिभावान विद्यार्थीहरूलाई पनि हामीले भित्र्याएका छौँ, जोड्न पाएका छौँ कलेजमा। त्यस अर्थमा हामी अत्यन्त खुसी छौँ र हामी यी सबै विद्यार्थी भाइ बहिनीहरू जो हामी कहाँ नयाँ जोडिनु भएको छ वा कलेजको पढाइ सिद्ध्याएर ब्याचलर कोर्स सिद्ध्याएर उहाँहरू बिदाई भएर जाँदै हुनुहुन्छ, उहाँहरू सबैलाई तपाईँहरू हाम्रो मन मस्तिष्कबाट कहिल्यै बिदाई हुनुभएको छैन, हामी सँगै हुनुहुन्छ। यदि तपाईँहरू भोलिको दिनमा विनायक सिद्ध कलेज परिवारको सहयोग आवश्यक परेको खण्डमा तपाईँहरू अगाडि बढ्दै गर्दा, आफ्नो प्रगति गर्दै गर्दा तपाईँहरू सबैलाई विनायक सिद्ध कलेज जति बेला पनि तपाईँहरूलाई सँगै सहयोग गर्न तत्पर रहेको र तपाईँहरू सँगै रहेको कुरा राख्न चाहन्छु। लास्टमा अर्को क्वेसन चाहिँ हाम्रो जति पनि नयाँ स्टुडेन्टहरू विनायक सिद्ध परिवारमा जोडिनु भएको छ उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ अनि हाम्रो ग्रेजुएट भएर जानुभएको दाइ दिदीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँहरू जो हामी कहाँ जोडिनु भएको छ तपाईँहरूले धेरै आफ्नो करियरको लागि, आफ्नो परिवारको सपना पुरा गर्नको लागि, आफू सक्षम बन्नको लागि धेरै तपाईँहरूले परिश्रम गर्न बाँकी छ, मेहनत गर्न बाँकी छ। म सबै विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँ धेरै पढ्नुपर्छ भन्दिनँ, तपाईँहरूको आफ्नो इन्ट्रेस्टको विषयमा उत्कृष्ट बन्नुपर्छ चाहिँ सधैँ भनिरहन्छु। त्यस कारणले गर्दा तपाईँको आफ्नो यो इन्ट्रेस्टको विषयमा अगाडि बढ्नुहोस्। तपाईँ सङ्गीतमा लाग्नुहुन्छ, गेममा लाग्नुहुन्छ, तपाईँ कला क्षेत्रमा लाग्नुहुन्छ, पढाइमा लाग्नुहुन्छ, जुन क्षेत्रमा लाग्नुहुन्छ तपाईँ अब्बल बन्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु। भने जो विद्यार्थी साथीहरू यहाँबाट चाहिँ हामी कहाँबाट ब्याचलर सकेर जाँदै हुनुहुन्छ उहाँहरू उच्च शिक्षाको लागि कति हामीसँगै जोडिनु भएको छ फेरि, र केही साथीहरू चाहिँ बाहिर जानुभएको छ वा अन्यत्र कलेजहरूमा जानुभएको छ जुन एकाडेमिक उहाँहरूले चाहेको विषय हामी कहाँ नभएको कारणले गर्दा उहाँहरूलाई पनि तपाईँहरूलाई हिजो हामीले जुन किसिमको संस्कार दियौँ त्यो संस्कारको आधारमा तपाईँहरू भोलिको दिनमा त्यो विद्यालयमा पनि वा त्यो कलेजमा गएर पनि तपाईँहरू चाहिँ अब्बल विद्यार्थीको रूपमा साबित हुनुहोस्। र हामी चाहन्छौँ तपाईँहरूको सधैँ बेटरमेन्ट चाहने भएको कारणले गर्दा यदि तपाईँहरूको यात्रा अगाडि बढ्दै गर्दा कुनै ठाउँमा हाम्रो कलेज परिवारको सहयोग फिल भएको खण्डमा यो ग्लोबलाइजेसनको जमाना छ, संसार ठुलो भए पनि अहिले हामीले प्रयोग गर्ने प्रविधिको कारण हामी धेरै साङ्गुरिएका छौँ। त्यस कारणले गर्दा तपाईँहरूलाई आवश्यक परेको बेलामा व्यक्तिगत रूपमा म र कलेजको तर्फबाट तपाईँहरूलाई सधैँ सहयोग र हात डोर्याएर अगाडि बढाउने काममा हामी लागिरहन्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू।